यो चाहिँ मेरो गाउँ हो पद्मी। हे गाइज वेलकम ब्याक टु द च्यानल। आज चाहिँ हामी मेरो गाउँदेखि पेल्मा मैकोट भएर हामी चाहिँ तातोपानीसम्मको ट्रेक गर्दैछौँ। आई होप द जर्नी विल बी गुड। त्यही हो अब अहिले चाहिँ ठ्याक्कै कति बज्यो भन्दाखेरि 10:45 भएको छ बिहानको। हिँडेर जानु पर्ने हुन्छ हामी चाहिँ। त्यही हो सुपर एक्साइटेड छु म चाहिँ। केटाहरू चाहिँ त्यहाँ जाँदैछन्। यहीँ थकाइ लागिसक्यो। कसरी हिँड्ने त ट्रेक भनेको हिँड्नको लागि हो। सो हामी चाहिँ एकदमै फुल प्रिपेयर्ड भएर जाँदैछौँ। हाम्रो यात्रा चाहिँ यो बाटो हुँदै यो पहाडको पनि 6-7वटा पहाड क्रस गर्नुपर्ने हुन्छ। एक्साइटेड छौ कि नै? अन्दाज छु तर गाह्रो होला जस्तो छ। के गर्नु फर्स्ट टाइम छ तेलमा। कसो बताने आनी पुलिस हो भने एमया के गयो के तिम्रो पनि फर्स्ट टाइम होइन त भाइ? ल यो बाटो अझै हामी चाहिँ यो त्यो देखिरहेछ नि। यो डाँडा पछाडि डिमर गएर 5-7वटा डाँडा गडाउँछ क्या हामीले। यो चाहिँ 13 नम्बर वडा हाम्रो वडाको कार्यालय र स्वास्थ्य कार्यालय। अब चाहिँ हामी पल्टुङ गाउँ आइपुग्नु लागेको छ। 5 मिनटमा पुग्छौँ हामी। यो चाहिँ पिपलटुङ गाउँ हो। हामी जानुपर्ने वहाँनिर देखिरहेको बाटो यो गरेर यो डाँडा गडाउनु पर्छ। बिहेमा नाच्ने होला नि भाइ? बिहे हो भने होइन? तुनी sama saya mini ke ba saya tuni kurai kuro डेन्जर चिसो रहेछ यहाँ त। त्यो सब बाटो छ। कता खाम रसिलो होला जस्तो छ त। सिरो छ यहाँको नेचर चाहिँ एकदम बब्बाल छ है। एकदम साइलेन्ट। वहाँ खोला छ, खोलाको आवाज तर हल्का चिसो चाहिँ रहेछ। सोध त प्रतीक्षा गुरुङलाई चिन्नुहुन्छ?
यो चाहिँ नयाँ बजार है, हामी नयाँ बजार आइपुग्यौँ। ल हामी चाहिँ नयाँ बजारको खोलामा आइसकेछौँ। यस्तो छ खासमा सोलो ट्रेभल गर्न खोज्दै थिएँ तर साथीहरू भेट्यो हामीलाई। त्यसपछि हाम्रो ट्रेकिङ स्टार्ट भयो। बर्खामा चाहिँ यो खोला यहाँ पनि पुल लगाउनु पर्ने छ एउटा। ए हो किनभने यहाँ बर्खामा यो लास्ट यहाँ रिक्सी खोला आउँछ। नयाँ बजार है यो खोलाको नाम चाहिँ, ठाउँको नाम। Oh, kagak. Ini gomnya. Botol lagi. Awal. Good. ब्रिज जस्तै हुन्छ त। बाटो चाहिँ यस्तो छ। अहिले हामी खैरेको मुनि डाँडामा छौँ। त्यस पछाडि हामी खैरे पुग्छौँ, खैरे गाउँ। त्यस पछाडि डिमर भएर अनि मयाङ अनि हुकाम। आजको हाम्रो यात्रा चाहिँ हुकामसम्म मात्रै हुनेछ। यस्तो हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यस्तो छ डाँडा काँडा, साथीहरू हिँडिराख्नु भएको छ। गर्मी भइरहेछ। पहिला त यहाँ त नै खैरे गाउँ क्रस गरिसक्यौँ हाम्रो चाहिँ। गाउँ देखिन्न। सानो छ गाउँ। अब हामी चाहिँ गेमर गएर पुगेर नास्ता सास्ता खान्छौँ। बाटो अझै यो डाँडाबाट हुन्छ। हामीले कस्तो भइरहेछ हिँडाइ कस्तो भइरहेछ भाइ? भन्नु त। फर्स्ट टाइम त रमाइलो लागिरह होला। 5-6 आइसक्यौँ आउनु चाहिँ। तर धेरै वर्ष पछाडि चाहिँ हिँड्यो भनौँ न। यही हो डाँडा। यस्तो छ। मयाङ त्यस पछाडि आजको हाम्रो बसाइ चाहिँ हुकाम हुन्छ।
त्यहाँ चाहिँ हाम्रो अभिषेक भाइसँग भेट हुन्छ, त्यहाँ बस्ने हो हामी। यस पछाडि यात्रा भोलि हुन्छ। तेरी एकछिन पानी खाम अब। बवाल हावा लागिरहेछ। यस्तो छ है, जङ्गलको बिचमा हिँड्दैछौँ हामी चाहिँ। चिसोले भेट्ला बेला जस्तो गरिसक्यो अहिले। गाह्रो छ ट्रेकिङ गर्नलाई पनि, तर गर्नुपर्छ किनभने इट्स गुड फर हेल्थ अल्सो। हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। यस्तो छ है। उठा हिमाल देख्यो। अब नास्ता खाने 10 मिनट मात्र। ल गाइज फाइनली हामी चाहिँ तिम्रो गएर गाउँ आइपुग्यौँ। हुन्छ यहाँ पनि हावा चलिरहेछ सिर 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 यस्तो छ। जिम हान त ल अब नास्ता खानु पर्ने हुन्छ हामी चाहिँ यहाँ। नास्ता रेडी भएर पनि केटाहरूले खाँदैछन्। ल तिमीलाई कागती कागती माना आएर यसरी मिक्स हानेर देखेछु म देखेछु हेरेर क्लियर फेरि हिँड्नु पर्ने कति जाडो हो अनि सस्ता खाएर अब हामी चाहिँ मयाङ हुँदै हुकाम पुग्छौँ आज। गाउँ चाहिँ यस्तो छ। यो चाहिँ दिमर गएर गाउँ हो। शहीद भए घरतीको धरती के घरती हो त्यो स्मृति प्रवेशद्वार। हामी चाहिँ शहीदको गेट पनि इन्ट्री गरिसकेका छौँ। अब केही घन्टाको हिँडाइपछि मयाङ गाउँ पुग्छौँ। तिमीलाई देखाउँदैन मैले, गर गर। केटाहरू चाहिँ यहाँ जाँदैछन्। यो चाहिँ अर्जुल गाउँ हो। हिँडाइ कस्तो भइरहेछ तपाईँ? कस्तो बनाइदिइरहेछ? कस्तो हावा खाँदै होइन? मिठो हावा लागिरहेछ।
ट्रेकिङ चाहिँ अफोर्डेबल कस्ट त्यस्तो बेसी पैसा पनि नलाग्ने चाहिँ वान एन्ड ओन्ली हाम्रै मैकोट पेलमा तातो पानीको ट्रेकहरू हो। सो तपाईँहरूलाई म के सजेस्ट गर्न चाहन्छु भने एकचोटि चाहिँ आफ्नो जिल्लाकै भित्रको ठाउँहरू घुम्नुहोस्, एक्सप्लोर गर्नुहोस्। हामी मयाङ गाउँ आइपुग्यौँ। यही मयाङ गाउँ चाहिँ केटाहरू यहाँ छन्। म चाहिँ खोला छ अबको हामी चाहिँ 1.5 आवर पछाडि चाहिँ हामी लगभग काम पुग्छौँ। त्यस पछाडि आज हाम्रो रेस्ट त्यही हुन्छ। खोला आइरहेछ, केटाहरू हिँडिरहेछन्। यता माथिबाट बग्दो रहेछ, गाउँ त्यता छ। कति जाडो हो। माझी हेर जाडो बेसी जाडो। मेरा भी मेरा ओके लाई हम जान यो बाटो होला यो बाटो कुतल आधार माने ढुङ्गा हेर न यार तँ मिठो छ र यता के हेलो त्यो माथिको बाटो हो के जाने डुब्नै अब यहाँको यो गाउँको घरहरू चाहिँ मिठो मिठो बनाएको छ ढुङ्गाहरू दामी दामी इट्टा जस्तै छ आन्टी यो बाटो कहाँनिर जाने धन्यवाद तपाईँलाई हस् आन्टी यसमा चाहिँ मकै हुन्छ कस्तो लाग्यो तिमीलाई गाउँ गाउँको
यात्रा ढुङ्गा हेर्न सक्नुहुन्छ यस्तो बवाल छ दाजु अब जिम्रो त यो घरहरू हाम्रो तक्सिरातिर बनाउनुपर्छ अप्ठ्यारो छ त्यही त है ढुङ्गा त अति बवाल तर मेहनत पनि त्यति नै चाहियो नि त आडा त जुरे ताती माग्छिन् त खतरा साली साली पनि बाटो यही हो ए मयाङले के हो काम यही हो हो र हरायो भने फिक्स हो फिक्स हरायो भने पछि यहाँ यता फेरि तिम्रो घर पछि के टिप्दै हुनुहुन्छ सिस्नो के हो के टिप्दै हुनुहुन्छ भनेको मलाई चिन्नुहुन्छ मलाई चिन्नुहुन्छ के हो मेरो नाम मेरो नाम के हो भन्नु त ल बाई हामी चाहिँ यो चाहिँ मयाङ गाउँ हो मयाङ गाउँ पनि हामीले क्रस गरिसक्यौँ अब आजको यात्रा चाहिँ हुकाम हुन्छ हुकाम गएर हामी रेस्ट गर्नुपर्ने हुन्छ त्यहाँ चाहिँ हाम्रो अभिषेक भाइले हामीलाई लिन आउँछन् अनि भाइकोमा आज बसेर भाइसँगै भोलि चाहिँ हामी पेल्माको यात्रा गर्नेछौँ ल साथीहरू हामी चाहिँ रिस्ला भन्ने ठाउँमा आइपुग्यौँ यो डाँडाको ठ्याक्क तलपट्टि चाहिँ हुकाम छ जाडो भइसक्यो त्यही भएर मैले ज्याकेट पनि लगाइसकेँ ल अब चाहिँ हामी हुकाम पुगेर रेस्ट गर्ने हुन्छ यो डाँडा क्रस भएपछि म हुकाम देखाइदिनेछु जानेर मैकोट चाहिँ उयोको आलुले उकालो नपुलेको ल हुकाम पनि देखिसक्यो यस्तै 5-6 घन्टाको हिँडाइपछि हामी हुकाम आइपुग्यौँ र आज हाम्रो वासस्थान चाहिँ यहीँ हुन्छ हाम्रो पछाडि गाडी छ ढुलो बनाइदियो ढुलो ल हामी चाहिँ हुकाम गाउँ आइसक्यौँ हुकामको यो हल्का साँझ पखको भ्यू चाहिँ यही हो पहाड छ यता यस्तो छ ल साथीहरू आजको हाम्रो बास चाहिँ यहीँ हुन्छ अब भोलि बिहान भेटौँ ल हाम्रो सिन्जो भाइले चाहिँ कुखुराको गर्दैछ अहिले हामी अभिषेक भाइको घरमा छौँ हुकाम कोही त छिटो म त नि कुखुरा मार्न त म कहिले मार्दैन म पनि त्यही हो कि कहिले मार्दैन अब छिटो मर्छ कसल्ला जग्छ ल किलो हात दुई